नमस्ते। नेपालको नागरिकता त्यागिसकेको व्यक्तिले परिवारबाट अंश पाउँछ कि पाउँदैन भन्ने यहाँको जिज्ञासालाई मैले सम्बोधन गरेँ। कुनै पनि व्यक्तिले विदेशको नागरिकता प्राप्त गरिसकेपछि कानुन अनुसार नेपालको नागरिकता स्वतः खारेज हुन्छ। तर अंश पाउँछ कि पाउँदैन भन्ने सन्दर्भमा यो अंश भनेको व्यक्तिको नैसर्गिक अधिकार हो। कसैले विदेशको नागरिकता प्राप्त गरिसकेको आधारमा अथवा विदेशमा बसोबास गरेको आधारमा निजको नेपालको अंश हक मर्दैन, उसले अंश पाउँछ। बरु यो अंश प्राप्त गर्ने प्रक्रिया भने केही फरक रहेको छ। विदेशको नागरिकता प्राप्त गरेको व्यक्तिले अंश लिनु अघि गैर आवासीय नेपाली नागरिकको परिचय पत्र बनाउनु पर्दछ। त्यसपछि मात्र अंशको स्वामित्व धारण गर्न सक्छ। अथवा आफूले प्राप्त गर्नुपर्ने सम्पत्ति नेपालमा नै बसोबास गर्ने कोही अरूको नाममा हस्तान्तरण गरेर पनि अंश प्राप्त गर्न सकिन्छ।